प्रदेशमा पर्छ। सिन्धुलीको चाहिँ एकदम प्रख्यात चिज भनेको चाहिँ जुनारको लागि चाहिँ सिन्धुली एकदम फेमस छ। सिन्धुलीको सदरमुकाम भनेको चाहिँ सिन्धुलीमाढी हो। अनि सिन्धुलीको लागि अर्को सिन्धुलीगढी फेमस छ। सिन्धुलीगढीबाट चाहिँ हाम्रो कमला नदी पनि सिन्धुलीगढीबाटै झरेर यता तराई हुँदै हुँदै तलतिर बग्दै जान्छ, त्यो भयो। अनि प्लस हाम्रो एउटा बाबाधाम भन्ने छ, बाबाधाम छ, त्यो चाहिँ हाम्रो इन्डियादेखिको बिहारदेखिको इन्डियन मान्छेहरू प्लस तराईको सबै मान्छेहरू चाहिँ साउन महिनाभरि आएर दर्शन गरेर लगभग हाम्रो गाउँबाट 2-3 घन्टा उकालो चढेर अनि दर्शन गरेर फर्किने चलन छ। अनि कमला मन्दिर छ सिन्धुलीमा, अनि त्यो पनि एउटा प्रख्यात हो। अनि हाम्रो सिन्धुलीको बाटो भनेर पनि एकदम प्रख्यात छ काठमाडौँको लागि। अहिले भर्खरै नयाँ बाटो जोडेको छ हाम्रो धरानदेखि काठमाडौँ यता सिन्धुलीको विमान भन्ने ठाउँबाट। अनि त्यो बाटो नयाँ बाटो छ पूर्व जोड्ने, प्लस विमानबाट काठमाडौँ जोड्ने सिन्धुलीको बाटो, जहाँ चाहिँ हाम्रो यो मुलकोटमा ऐना राखेर देवीलाई जो नयाँ गाडीहरू जान्छ त्यहाँ ऐना चढाएर भाकल गरेर त्यो गाडी कहिले एक्सिडेन्ट नहोस् भनेर त्यो प्रार्थना गरेर चाहिँ त्यो चलन छ। त्यही अनि प्लस अर्को सबैभन्दा धेरै जिल्लालाई छुने जिल्ला भनेर पनि सिमाना धेरै जिल्लासँग सिमाना छुको जिल्ला भनेर पनि सिन्धुली जिल्लालाई चिनिन्छ।